आज तिमी अलिक बढी बोल्दैछौ ल। यु आर नट माई बस मिस्टर जोसेफ। ल बुवा भन्नुहोस्, भोलिको दिनमा हाम्रो परिवारमा कसैलाई केही भइगयो भने कसरी हामीले उपचार गर्ने सोचेको छौँ? कति छ तपाईँसँग ब्याङ्क ब्यालेन्स? ल फ्यामिलीको लागि छोड्थ्यौँ। के तपाईँले आफ्नो लागि एउटा सुस धरी किन्न सक्नु भएको छ? के तपाईँले घटिया जिन्दगी त जिराउनु भएको छैन? पास्टर आमा, मलाई माफ गरिदिनुहोस्, तर पास्टरवाला कसैले अपमान गरोस् खै किन म आफूलाई बसमा राख्नै सक्दिनँ। म अभिषेक भाइलाई सम्झाउँछु। पास्टर बा, मैले परमेश्वरसँग केही मागेको छुइनँ जोसेफ भाइ। एउटै कुरो मागे कि मेरो छोराले यो पुस्तापछि अर्को पुस्तालाई प्रभुमा यसले डोर्याउन सकोस् भनेर। तर मैले के चाहे के हुन गयो। हुन सक्छ होला मैले अहिलेसम्म घर किन्न सकेको छैन होला, तर अनन्तको घरको ढोका मेरो परिवारको लागि कहिले बन्द हुन दिएको छैन मैले। हुन सक्छ मसँग ब्याङ्क ब्यालेन्सहरू छैन होला, नयाँ गाडी पनि छैन होला, तर जो परमेश्वर म अनि मेरो परिवारसँग हुनुहुन्छ नि, यो सबै कुराहरू भन्दा माथिको परमेश्वर हुनुहुन्छ। त्यो कसले बुझ्न सक्छ होला र? यी संसारका भौतिक कुराहरू भनेको आज छन्, भोलि नहुन सक्छ। म अनि मेरो परिवारले परमेश्वरको सेवा गरोस्, बस बस मलाई त्यति भए पुग्छ। बस प्रभुको सेवा गरोस्, मलाई त्यति भए पुग्छ।